देश तथा विदेशमा रहनुहुने सम्पूर्ण श्रद्धालु भक्तजन, सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदीबहिनी सबैमा दुर्गा देवी भगवती माताले रक्षा गरून्। यहाँहरू सबैको कल्याण गरून्। जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, यहाँहरूलाई चाहिँ दुर्गा देवी भगवतीले रक्षा गरून्, यहाँहरूको कल्याण गरून्। यहाँहरूलाई चाहिँ यो मस्ट जातको शुभकामना दिन चाहन्छु। यतिखेर हामी खातीबडाको दुर्गा देवी भगवती माताको जात्रामा छौँ। दिपालसिलगढी नगरपालिका वार्ड नम्बर 2 स्थित खातीवडामा रहेको यो दुर्गा देवी भगवती मस्ट जात्राको मा छौँ। भर्खर मात्र यो गाछ सजाएर यो अवस्थामा रहेको छ र एकैछिनपछि हामी यो गाछ नाचेको दृश्यहरू यहाँलाई देखाउनेछौँ। यहाँहरू सबैमा भगवती माताले रक्षा गरून्, शुभकामना दिन चाहन्छु। शुभेच्छा छ सबैको, सुझाव सल्लाह सबैको आशाको हामीले अपेक्षा गरेका छौँ। यहाँहरूले चाहिँ यो लाइभलाई सक्दो सेयर गरिदिनु हुनेछ भन्ने आशा गरेका छौँ। यहाँहरूको सेयर हाम्रो लागि तुल्य रहनेछ। यहाँहरू सबैको रक्षा गरू दुर्गा देवी भगवतीले, मष्ट देवताले, दाडे मष्टले, नाउले बासेले, खारकुनी माताले रक्षा गरून्। यहाँहरू जहाँबाट हेर्दै हुनुहुन्छ सेयर गरिदिनु होला। हामी मष्ट जात्राको आज कार्तिक 12 गते खातीवडामा छौँ। यहाँहरूलाई सबैको कल्याण होस्, सबैलाई दुर्गा देवी भगवती माताले रक्षा गरून्। लाइभलाई सेयर गरिदिनु हुनेछ भन्ने आशा र अपेक्षा गरेका छौँ हामीले। आज हुने यो दुर्गा देवी भगवती मस्टको जात्रामा हामीले लाइभ देउडाको कार्यक्रम राखेका छौँ र चर्चित लाइभ देउडा कलाकार नरेश जोशी र चर्चित लाइभ देउडा कलाकार बेला रोपाया बीचको घम्साघम्सी यहाँलाई यो पनि जानकारी गराउन चाहे। यहाँहरूको जहाँबाट हेर्दै हुनुहुन्छ यहाँले प्रत्यक्ष दर्शन गर्नुहुनेछ भन्ने हामीले आशा गरेका छौँ। निकै सुन्दर ठाउँ, एकदमै सुन्दर डाँडा काँडाले भरिएको ठाउँ। यतातिर गोले देउला पवित्र स्थान गोले देउला छ भने यतातिर असुद्वाला र यतातिर उग्रतारा, त्यसपछि हाम्रो कपिलदेखि पवित्र स्थान र शैलेश्वरी माताको बीच अवस्थामा रहेको यो दुर्गा देवी भगवतीको मन्दिर हो, जहाँ मस्टाको जात्रा हरेक वर्ष मनाउने गर्छौँ हामी। यहाँहरूको कल्याणको लागि, यहाँहरूको चाहिँ उद्धारको लागि हामी कामना गर्छौँ यी भगवती मातासँग। लाइभलाई यहाँहरूले सेयर गरिदिनु हुनेछ भन्ने मैले आशा र अपेक्षा बोकेको छु। एकैछिनपछि हाम्रो परम्परा, हाम्रो रीतिरिवाज अनुसार धामी काम्ने र चलन छ। हामीले बिहानको शुभ साइतमा सबै कार्य सकिसकेका छौँ। सहकाल दिनेदेखि लिएर चिनाबाना बुझ्ने सबै काम भइसकेको छ भने यतिखेर हामी जात्रामा छौँ। जात्रामा हामीसँग यो जात्राका पवित्र, जात्राका प्रख्यात धामीलाई हामीले देखाइरहेका छौँ यहाँलाई माझमा। यहाँले प्रत्यक्ष देख्न सक्नुहुनेछ। सम्पूर्णले यो लाइभलाई सेयर गरिदिनु होला। हामी यो दुर्गा देवी भगवती मस्टको यो मन्दिरलाई निर्माणको क्रममा पनि जारी छ। जसले यो मन्दिर निर्माणको लागि सहयोग गर्नुभएको छ, सहयोग पठाउनु भएको छ, यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हामी अब लगत्तै यो मन्दिर निर्माण गर्ने कार्यक्रममा अगाडि बढाउने छौँ। यो पनि मैले लाइभबाट जानकारी गराउन चाहे। र तुरुन्तै आज भर्खरै मात्र हाम्रो यो रोटी जिल्ला प्रदेश नम्बर 1 का सांसद चक्रमल्ल ज्यूको पनि यो देवीको दर्शन गर्न आउनु भएको थियो र हामी लगत्तै अब प्रदेशको रकमको सहकार्य भइसकेपछि हामी यो मन्दिरको निर्माण पनि गर्नेछौँ। यहाँलाई यो जानकारी गराए। यहाँले सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई प्रत्यक्ष सम्झिनु होला। यहाँहरूको सहयोग, यहाँहरूको दानलाई हामी पारदर्शी तरिकाले राख्नेछौँ। र अब भने तपाईँलाई धेरै नबोलिकन म यो लाइभबाट यहाँहरू सबै हाम्रा अग्रजहरू, हाम्रा हामीले मान्नेका मान्यजनहरूलाई
लामा त बसिरहनु भएको छ। हामी एकैछिन त्यो दृश्य पनि देखाउनेछौँ। लाइभलाई सेयर गरिदिनुहोस् भने आशा गरेका छौँ। हाम्रो दाइ हुनुहुन्छ सबैले मस्ट जात्राको हेर्नको लागि आउनु भएका यी सबै दाइहरूलाई हामी सम्मान गर्छौँ। सबैको लागि गुजार होस्। सबैले लाइभलाई सेयर गरिदिनुहुनेछ भन्ने आशा देवी भगवतीको मुख्य वाहनको रूपमा रहेको लाटा देवताको हामी यो देखिरहेका छौँ। लाइभलाई सक्दो सेयर गरिदिनु होला। देश विदेशमा रहनुहुने दाजुभाइ दिदीबहिनी माफ गर्नुहोला, नेट अलिक स्लो भएको कारणले गर्दा अलिकता बिचमा लाइभ रोकिन पुगेको छ। क्षमा गर्नुहोला, नेट अलिक स्लो चलेको कारणले गर्दा बिचमा लाइभ रोकिएको थियो। तपाईँलाई यहाँदेखि म अर्को दृश्य देखाउन गइरहेको छु। हाम्रो आदरणीय दाई हुनुहुन्छ, हाम्रो सर हुनुहुन्छ शिवराज सर। खुब रमाइलो ठाउँ छ, एकदमै समथल ठाउँ जहाँ जति पनि दर्शकहरू नमस्कार, यहाँहरू सबैलाई स्वागत छ। एकदमै ठिक छ बाबु, म लाइभमा छु र जात्रा हेर्न आउनुभयो, खुसी लाग्यो। यहाँहरूको कल्याण गरून्, दुर्गा भगवतीले रक्षा गरून्। सबैजनालाई फेरि पनि सम्झिन चाहन्छु। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। लाइभ हेरेर सेयर गरिदिनु भएकोमा, लाइभमा साथ दिनु भएकोमा, मिठो मिठो खाने प्रकारहरू बनाइरहनु भएको छ। यहाँहरूलाई स्वागत छ। कस्तो गइरहेछ यहाँको व्यापार? ठीक ठीक गया छ नि? नेपाली समझते हो नहीं ना? आपका स्वागत है हमारे इस पवित्र प्रांगण में। यहाँहरू बिजनेसमा एकदमै माहिर हाम्रो छिमेकी राष्ट्र, जसले व्यापारमा चाहिँ व्यापारलाई अपार सम्झेर लागिरहनु भएको छ, देख्न सक्नुहुनेछ। यहाँहरूको कमेन्टहरू लिन सकेन, माफ गर्नु होला। ल भाग्यमानी ज्ञानी हुनु। ल यहाँ लेख्नु पनि छ। झगडा गर्नु हुँदैन, झगडा गर्नु हुँदैन, सम्झने। हाम्रो जति स्वयंसेवकहरू एकदमै चाहिँ उसमा बस्नु होला। मेलामा अलिअलि स्वयंसेवक भाइहरू
स्वयंसेवक भाइहरू यहाँ सुन, भाइहरू सबै एकजुट भएर स्वयंसेवक थाम्नुपर्छ है, त्यहाँ गर्नुपर्छ। म यता भलिबल खेल्दैछु भनेर यता आएको हो, सामान्य हो सम्झाउनु भन्नु केटाहरूलाई म लाइभ उता दिएको छु। मेलामा अलिकति सानसाना भाइहरूले अलिकति डिस्कस गरेको रहेछ, साम्य भइसकेको छ। मेलाहरूमा जात्राहरूमा अलिअलि हुन्छ, हामीले स्वयंसेवकहरू धेरै भाइहरू खटाएका छौँ। सबै भाइहरूले चाहिँ आफ्नो भूमिका निर्वाह गरेका छन्। यहाँहरूको कमेन्टलाई हेर्न सकिरहेको छैन, हेर्न पाइरहेको छैन। सबैको कल्याण होस्, उद्धार होस्, भगवती मातासँग यही प्रार्थना गर्छौँ। सबैलाई भगवानले रक्षा गरून्, दुर्गा देवी भगवतीले रक्षा गरून्, यही कामना गर्न चाहन्छु। चक्र मिलन भाइले हेर्नु भएको छ, लक्ष्मी कठायत खण्डका बुवाले हेर्नु भएको छ, स्वागत छ। भरत बोगटी बाबुले हेरिरहेको छ, चक्र मिलन भाइ धेरै धेरै सम्झना छ, साहित्यिक ज्ञान अभिवादन। हेमन्त बोगटी भाइले बाबुले हेरेको छ, केशर सिंहले हेर्नु भएको छ, बाबु खड्का मेरो आदरणीय तिजले हेर्नु भएको छ, नवराज खड्का मेरो बाबुले हेर्नु भएको छ। लाइभलाई सेयर गरिदिनु होला नवराज खड्का बाबु। दल खड्काले हेर्नु भएको छ, मेरो भाइ दल खड्का, नवराज खड्का बाबु, सबैलाई दुर्गा भगवतीले रक्षा गरून्। बोगटी साइलोले हेर्नु भएको छ, बोगटी साइलो बाबुलाई पनि भगवान भगवती माताले रक्षा गरून्। राज खड्का भाइलाई पनि रक्षा गरून् भगवती माताले। राज खड्का भाइ, पदम खड्का सायद भाइ हुन् कि अङ्कल हुन्, धेरै डबल नाम छ फेसबुकमा। कसैलाई सागर आउँची बाबुले हेर्नु भएको छ, दुर्गा देवी माताले रक्षा गरून् भन्नुभएको छ, यहाँहरूको पनि रक्षा गरून्। महेन्द्र खड्का भाइले हेर्नु भएको छ, जय दुर्गा माता भन्नुभएको छ, यहाँको रक्षा गरून्। रवि खड्का रोज्यो मेरो आदरणीय दाइले, भाउ भन्नुभएको छ, मेरो दाइलाई ढोक गरे दाजु, मलाई मेरो दाजुलाई ढोक गरे। यसै गरी वीरेन्द्र जङ बोगटी बाबुले हेरेको छ, रोमानियाबाट वीरेन्द्र जङ बोगटीले बाबुलाई पनि धेरै धेरै सम्झना। दुर्गा देवी भगवतीले रक्षा गरून्, सबैको उद्धार गर्नु, कल्याण। दीपक बहादुर खड्का बाबुले हेर्नु भएको छ, यहाँको पनि उद्धार गरून्। टेक बहादुरजीले हेर्नु भएको छ, टेक बहादुरजीको पनि सधैँ रक्षा गरून्। समीर राहुलजीले हेर्नु भएको छ, दुर्गा माताले रक्षा गरून्, उहाँको पनि रक्षा गरून्। आर प्रिन्स एनपीजीले हेर्नु भएको छ, उहाँको पनि रक्षा गरून्, दुर्गा देवी भगवती माताले रक्षा गरून्। अनमोलले हेर्नु भएको छ, यहाँको उद्धार होस्, भगवती माताले रक्षा गरून्। यसै गरी कवेन्द्र खड्का मेरो अङ्कलले हेर्नु भएको छ, सायद मलेसियामा हुनुहुन्छ, अङ्कललाई दर्शन गरे। दीपक बहादुर खड्का भाइले हेर्नु भएको छ, जय दुर्गा देवी भन्नुभएको छ, धन्यवाद। रवि खड्का रोदन दाजु आभार छु। समीर राहुलजीले हेर्नु भएको छ। यसै गरी दुर्गा कार्की खतिवडा मेरो आदरणीय भाउजूले हेर्नु भएको छ, दुर्गा देवी भगवती माताले रक्षा गरून्, कल्याण गरून् यहाँको। दिप्पुजीले हेर्नु भएको छ, यसलाई पनि दुर्गा देवी भगवतीले रक्षा गरून्। विष्णु मल्लजीले हेर्नु भएको छ, सिलगढीबाट, यहाँको रक्षा गरून्, दुर्गा देवी भगवतीले रक्षा गरून्। यसै गरी एलिसा परियारजीले हेर्नु भएको छ, यहाँको पनि रक्षा गरून्, उद्धार गरून्। कविराज आउँजीजीले हेर्नु भएको छ, भारतबाट, यहाँको रक्षा गरून्, उद्धार गरून्। सबैप्रति हार्दिक आभार छु। खेमराज दाहाल मेरो भाइ युरोपमा हुनुहुन्छ, जय मा दुर्गा भगवती भन्नुभएको छ, दुर्गा भगवती माताले यहाँको रक्षा गरून्। युरोपमा हुनुहुन्छ। लक्की सिंहले हेर्नु भएको छ, लक्की सिंह यहाँको पनि उद्धार गरोस्। समीर राहुलजीले हेर्नु भएको छ। विष्णु बोगटी खड्का मेरो बुहारीले हेर्नु भएको छ, यहाँको उद्धार होस्, रक्षा गरून्। ईश्वरा देवी खड्का मेरो छोरीले हेर्नु भएको छ, यहाँको पनि उद्धार होस्। कोपिला शर्माजीले हेर्नु भएको छ, शुभफल भन्नुभएको छ, धेरै धेरै धन्यवाद, यहाँको रक्षा गरून्, दुर्गा भगवती माताले रक्षा गरून्।
वीरेन्द्र बलायरजीले हेर्नु भएको छ, जय मादी भनेको छ, धन्यवाद, धेरै धेरै धन्यवाद, यहाँप्रति आभारी छौँ। रक्षा गरौँ यहाँको मानबहादुर बलायर मेरो भाइले हेर्नु भएको छ दुबईबाट, यहाँप्रति निकै आभारी छु, धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी भरत बोगटीलाई मैले उहाँको नाम अघि लिएर रमेश बोगटीजीले हेर्नु भएको छ, सबैप्रति धेरै धेरै आभारी छु। र दुर्गादेवी मनोजङ बोगटीले हेर्नु भएको छ, लाइभलाई सेयर गरिदिनु होला, सक्दो सेयर गरिदिनु होला, यहाँको सेयरले हाम्रो पक्कै पनि लाइभ यो भिडियो सबैले हेर्न पाउनेछन्। देश विदेशमा हुने दाजुले टङ्क आउँची बाबुले हेर्नु भएको छ, कलाकार टङ्क आउँचीप्रति निकै आभारी छौँ। सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँहरूको उद्धार होस्, सक्दो सेयर गरिदिनु होला, लाइभलाई सक्दो सेयर गरिदिनु होला। लाइभमा छौँ हामी यतिखेर, प्रत्यक्ष हामीलाई धेरै 70 जना मान्छेले देश विदेशबाट 70 जना मान्छेले हेरिरहनु भएको छ। यो लाइभलाई हेरेर यहाँ सबै ठाउँ पुर्याइदिनु होला। हाम्रो दुर्गादेवी भगवती माताका हाम्रो आदरणीय यो दुर्गा देवीका प्राणी हुनुहुन्छ, यहाँले देख्न सक्नुहुनेछ। र यो दुर्गा घाट हाम्रो यहाँनिर दाडे मस्टा, खारकुनी देवता, टेडी मस्ट देवता, टेडी देवता सबै देवताका धामीहरू क्रमबद्ध रूपमा लाइनबद्ध रूपमा बसिनु भएको छ। हामीलाई 80 जनाले हेरिरहनु भएको छ, सबैप्रति हामी निकै आभारी छौँ। हामीसँगै जोडिनु होला, एकैछिनपछि हामी सबै नाचेको देखाउनेछौँ। हामीसँग मेरो आदरणीय बाबु कलाकार बाबु हुनुहुन्छ, यहाँनिर देख्न सक्नुहुनेछ, भीमबहादुर बोगटी टिचर, यसै गरी तरुण दलका हाम्रो नगर सभापति खगेन्द्र बोगटीजीलाई पनि यहाँले देख्न सक्नुहुनेछ। उहाँ दुवैजनासँगै उभिनु भएको छ। लगभग हामीलाई 80 जना मान्छेले हेरिरहनु भएको छ। धेरैले सबैले सेयर गरिदिनु होला, एक दुईजनाले गएर सम्झाउनु पर्यो। अघिदेखि जानु पर्यो, रिसवाला मान्छेले जानुपर्थ्यो। लगभग 82 जनाले हेरिनु भएको छ। होइन केही भएको छैन, त्यहाँ सामान्य कुरा हो त्यो केटाकेटीहरूको अलिअलि। ल देउता काट्नु पर्यो, अब समय पनि भयो। ल मेरो आदरणीय भिनाजु अब एकछिन बस्नु पर्यो त्यहाँ सबैजनाले। दाजु बसेर अब ढिलो पनि भइसकेको छ। हाम्रो आदरणीय अङ्कल हुनुहुन्छ, हाम्रो यहाँनिर पासे देवताका धामी हुनुहुन्छ, यहाँनिर हाम्रो सडी केदारका धामी आदरणीय अङ्कल हुनुहुन्छ। सबैजना बसिनु भएको छ, बुढापाकाहरू सबै यतातिर बस्नु भएको छ। दुर्गादेवी भगवतीले यहाँको रक्षा गरून्। हाम्रा पुजारी मातालाई पनि गर्नेछौँ। यहाँले विदेशमै भए पनि यहाँले दर्शन गर्न सक्नुहुनेछ देवी भगवतीको। हामीले पूजा आराधना गरेको यो ठाउँको यसलाई, यो मन्दिरलाई अब हामी फेरि राम्रो मन्दिर बनाउनुको लागि लागिरहेका छौँ। यहाँहरूले पनि सहयोग गर्नुहुनेछ भन्ने आशा गरेका छौँ। यो पवित्र प्राङ्गणमा यो आज पवित्र जात्राको दिन यहाँहरूलाई मैले प्रत्यक्ष लाइभबाट देखाएर यसको दर्शन गराएको छु। यहाँहरूको सधैँभरि भलो होस्, उद्धार होस्। आदरणीय गोलेदेउलाको वासस्थान, गोलेदेउला माईको वासस्थान र एकातिर असुदाला र अर्कोतिर चाहिँ हाम्रो कालसन्नी भैरवदेखि लिएर पवित्र मन्दिरहरू छन्। यहाँलाई मैले यो दृश्य देखाएँ, हरेक किसिम जातको दृश्य देखाउँछु। सिलगढीको दृश्य यो देख्न सक्नुहुनेछ। नजिकबाट देखिने डोटी जिल्लाको सदरमुकाम सिलगढी, जहाँ पवित्र धर्मस्थल शैलेश्वरी माताको मन्दिर छ। ल मैले अब भने ढिलो नगरिकन यहाँमाझ मेरो
प्रिय भतिज पेसाले शिक्षक हुनुहुन्छ र कलाकार भीमबहादुर बोगटीको मुखार बिन्दुबाट एक दुईवटा टुक्का हामी सुन्नेछौँ। त्यसपछि कन्टिन्यू तपाईँलाई म जात्रातिर नै देखाउनेछौँ। लाइभ हो यो, ठिक छ। सोचेर एउटा जस्तो गाउँदा पनि हुन्छ। लाइभमा हाम्रै भाइ भतिजाहरू जोडिएका छन्। ठिकै छ, केही छैन। हामी हाम्रो सुदूरपश्चिमको कला संस्कृति हो, यसलाई जोगेर्ना गर्नुपर्छ। हामीले गरेन भने कसले गर्ने, अहिले नगरे कहिले गर्ने भन्छन् नि। त्यसर्थमा पनि मैले बाबुलाई हाम्रो धेरैजनाले लाइभ हेरिनु भएको छ, उहाँहरूलाई एउटा यो उसबाट सुन्न चाहन्छु। केही छैन, ठिकै छ, बिस्तारै केही छैन, फरक पर्दैन। यहाँनिर के बिस्तारै गाउने हो, केही फरक पर्दैन। एउटा दुईवटा टुक्का गाउने, त्यसपछि हामी उतै जान्छौँ होइन। ठिक छ, ठिक छ। हामी प्रत्यक्ष लाइभमा जोडिएका छौँ यतिखेर। फेरि तपाईँलाई पुनः हामी त्यही ठाउँमा देखाउनेछौँ, त्यही ठाउँको दृश्यहरू तपाईँलाई देखाउनेछौँ। लाइभलाई सक्दो सेयर गरिदिनु हुनेछ भन्ने मैले आशा र अपेक्षा बोकेको छु। यहाँहरूलाई यहाँहरूको यो एउटा सेयरले हामीले देश विदेशमा रहने हाम्रा सबै दाजुभाइहरूलाई यहाँको पवित्र यो प्राङ्गणमा भएको यो जात्रालाई देखाउने कोसिस गरिरहेका छौँ। अब भने उहाँकै मुखारबन्दीबाट यो दुईवटा टुक्का। धर्मिता धर्मी बटालाई बड पेपल लाउने साइकेलाई जर्मी मेरो पारान मेरो परान सुकाउनलाई साइकेला जर्मी है। धन्यवाद। एकदमै मिठो आवाजमा एउटा टुक्का सुनाउनु भयो। धेरै धेरै खुसी लाग्यो। धेरै धेरै धन्यवाद। यहाँको सङ्गीतिक यात्रा निरन्तर अगाडि बढिरहोस्। बाबुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। बाँकी भने तपाईँहरूलाई म फेरि पुनः लाइभ हाम्रो यो दुर्गादेवी भगवती मस्टाको जात्राको दृश्य नै देखाउनेछौँ। हामीसँगै रहनुहोला, लाइभलाई सेयर गरिदिनु होला, सेभ गर्नुहोला। मस्टाको जात्रा सबैभन्दा पहिला हुने जात्रा हो। यो महिना नै मेला जात्रा हुने महिना हो। सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा विभिन्न गाउँमा आफ्नै परम्परा, आफ्नै वेशभूषा, आफ्नै कल्चर अनुसार मनाइने जात्राहरू मध्ये मस्टाको जात्रा हामी यो अष्टमीको दिन मनाउने जात्रा।
खारगुडी देवता टेकेर आफ्नो घाइमा नाचिरहेका छन्। खारगुडी देवताको जय होस्। यो हाम्रो मस्टेमाथिको मेन देवताको रूपमा रहेको मस्ट देवता खारगुडी देवता, डुणे तेडी देवता, पन्तरी देवता, नाउले पासे देवता सबैप्रति हामी निकै मस्त छौँ। यहाँहरू सबैप्रति निकै आभारी छौँ, नतमस्त छौँ। यहाँहरू सबैको कल्याण गरोस्। दुर्गा देवी भगवतीले सबैको कल्याण गरून्, सबैको उद्धार होस्। लाइभ हेरेर बस्नुहुने, देश विदेशमा रहनुहुने सबैप्रति निकै आभारी छौँ। धेरै धेरै धन्यवाद दिन चाहन्छु। लाइभलाई सकभर सेयर गरिदिनु होला, सबैजनाले सक्दो सेयर गरिदिनु होला। सबैभन्दा धेरैले हेरिरहनु भएको छ। यहाँ सबैको नाम लिन सकिरहेको छैन। सबैलाई हामी धेरै धेरै धन्यवाद दिन चाहन्छु। दुर्गा देवी भगवती माताले यहाँहरू सबैको उद्धार होस्। हामी यतिखेर दिपाल सिलगढी नगरपालिका वार्ड नम्बर 2 खातीवडामा छौँ। हामी डोटी जिल्लाको यो पवित्र स्थल खातीवडामा हुने दुर्गा देवी भगवती मस्टाको जाँच आज 12 गते अष्टमीको दिन हुने जाँच पहिलो जाँच हो। यो पर्व र डोटी जिल्ला लगायत सुदूरपश्चिमका 9वटै जिल्लामा र विभिन्न गाउँठाउँमा मनाइने जात्रामध्ये हाम्रो यो जात्रा पनि दुर्गा देवी भगवती मष्टको जात्रा हो, जसमा अष्टमी पुज्ने चलन छ। र त्यस अन्तर्गत आज अष्टमीको दिन हामी जात्रा मनाइरहेका छौँ। देश विदेशबाट हामीलाई धेरै धेरै श्रद्धालु भक्तजनहरू, शुभचिन्तकहरू, आफन्तहरू, दाजुभाइ दिदीबहिनीहरू सबैले देश विदेशमा हुने मेरो शुभचिन्तकहरू, मेरो आत्मीय मनहरूले हेर्नु भएको छ। सबैलाई धेरै धेरै सम्झना र चाहिने अनुसारको ढोक छ। सबैलाई लाइभलाई सेयर गरिदिनु हुनुको लागि अनुरोध गर्छु। यतिसम्म यहाँले हेरेर साथ दिनुभएको छ। यो पनि एउटा अवसर हो कि हामी प्रवासमै बसेर पनि यो प्रविधिले हामीलाई प्रत्यक्ष आफ्नो गाउँठाउँमा हुने मेला, आफ्नो गाउँठाउँमा हुने जात्रा, आफ्नो गाउँठाउँमा हुने विभिन्न पर्वहरूलाई चाहिँ यसरी प्रत्यक्ष रूपमा देख्न पाइरहेका छौँ। यो प्रविधिले हामीलाई पुर्याएको सुविधा हो। यो सुविधालाई प्रविधिप्रति निकै आभारी छौँ हामी। नत्र हामी यो मेला हेर्न, जात्रा हेर्न वर्षौं दिन प्रवासबाट फर्केर 2-3 वर्षपछि फर्केर आउनुपर्ने हुन्थ्यो। तर अहिले हामी आउन नसके पनि यो प्रविधिबाट प्रत्यक्ष लाइभमा हेरेर पनि हामी मन बुझाउने छौँ।
र त्यसर्थ मन्दिर प्रवास हुने दाजुभाइ दिदीबहिनीहरू मनलाई गरुङ्गो नबनाउनु होला। अवश्य पनि अर्को जात्रामा अर्को दसैँ तिहारमा यहाँहरू घर आउनुहुनेछ भन्ने मैले आशा र अपेक्षा गरेको छु। यहाँहरू सबैको उद्धार होस्, यहाँहरू सबैको मनोकामना पुरा होस्। यी दुर्गा देवी भगवती र मष्ट देवताले यहाँहरूको कल्याण गरून्, यही यहाँहरूप्रति म शुभकामना दिन चाहन्छु, शुभेच्छा टक्राउन चाहन्छु। एकैछिनपछि तपाईँहरूलाई हामी फेरि देखाउनेछौँ। यो पवित्र मन्दिरलाई हामी नयाँ मन्दिर बनाउने अभियानमा छौँ। यहाँहरूले चाहिँ साथ सपोर्ट दिनुहुन्छ आशा गरेका छौँ। यहाँहरूले देख्न सक्नुहुनेछ। हामीसँगै रहनुहोला। यहाँहरूलाई म प्रत्यक्ष देखाइरहेको छु। एकैछिनपछि यो जात्रालाई हामी हाम्रो रीतिथिति अनुसार यो जात्रालाई गर्ने चलन छ। नरिसाइकन बोल सानो
मिलन खड्का मेरो भतिजो रोमेनियाबाट हेरिरहेछ। रमेश बाबुलाई धेरै धेरै सम्झेका छौँ हामीले, सबैले सम्झिएको छ, हाम्रो खगेन्द्र बाबुले सम्झिरहेको छ। यहाँ धेरै धेरै धन्यवाद। हाम्रो यो देउडा कार्यक्रमलाई 5000 रुपियाँ सहयोग गर्नुभएको छ। रमेशले हेरिरहनु भएको छ, धेरैले हेरेका छन् दाजु। रमेशलाई रमेश बाबु यी हाम्रो जोइ साहब हुनुहुन्छ यहाँनिर, सबैजना सम्पूर्ण हजुरको यो सेवाहरूको लागि सबै आशीर्वाद दिइराखेका छन्। हाम्रो चाहिँ एकाउन्टेन्ट लेखापालजी हुनुहुन्छ यो जात्राको लेखापाल। पूजा कठाई छोरीले हेरेकी छन्, योगीजीले हेरेका छन्, धेरै धेरै छन्, सबैलाई धेरै धेरै सम्झ। परमेश्वरी महाराज, परमेश्वरी महाराज, परमेश्वरी महाराज। I know, Professor. ए बाबू भोक भोक ल भाइ गए
ठाउँ जान्छ कि जाँदैन सायद हामीले यतै राख्ने प्रयास गरेका छौँ मान्छेहरूले। यहाँहरूले एकछिनपछि देख्नुहुन्छ यो जात्रा हाम्रो परम्परा अनुसार यसलाई हामी गर्नेछौँ। हाम्रो भोलिन्टियर भाइहरू आयोजकका भोलिन्टियर भाइहरू हुनुहुन्छ यहाँ सबैलाई के भने कि भोलिन्टियर भाइहरू हुनुहुन्छ। दुर्गादेवी भगवती मत्स्य जात्राको भोलिन्टियर भाइ हुनुहुन्छ। हाम्रो संयोजक यहाँ उपसंयोजक सबै संयोजक उपसंयोजकहरू हुनुहुन्छ। म प्रत्यक्ष लाइनमा छु। लाइनमा हाम्रो सबै भोलिन्टियर भाइहरू जोडिएका छन्। हामीलाई अहिले 146 जनाले हेरिरहनु भएको छ देश विदेशबाट। सबै भोलिन्टियर भाइहरू जात्रालाई सेभ गर्नको लागि तैनात अवस्थामा हुनुहुन्छ। यी सबैलाई हामी निकै आभारी छौँ। सह भोलिन्टियर पनि भाइहरू बाबुहरू हुनुहुन्छ पछाडि, सबै लाइनबद्ध भएर बस्नु होला। भोलिन्टियर जात्रा खेलाउनको लागि तयारी अवस्था छ। मेरो बाबु रोशन, यसै गरी विशाल बाबु, सबै बाबुहरू छन् यहाँ। सबै बाबुहरू यी सबैहरू चाहिँ यो जात्रालाई सेभ गर्नको लागि तैनात अवस्थामा छ। सबै भाइहरू एकदमै राम्रोसँग जातको बिचमा जाने है सबैलाई गर्ने। म प्रत्यक्ष लाइभमा छु। मेरो प्यारो बाबु छन् दुवै बाबुहरूलाई, एकदमै ह्यान्डसम बाबुहरू छन्। यहाँहरूले हाम्रो ठाउँको सबै भोलिन्टियरहरू एकदमै ह्यान्डसम हुनुहुन्छ। अहिले हामीलाई 160 जनाले हेरिरहनु भएको छ देश विदेश। 160 जनाले प्रत्यक्ष लाइभ हेर्नु भएको छ। सबैप्रति निकै आभारी छौँ हामी। भोलिन्टियर भाइहरू एकदमै चाहिँ यो सुरक्षाको लागि प्लस यो जात्राको सेफको लागि तयारी अवस्थामा हुनुहुन्छ। लाइनबद्ध तरिकाले सबै बस्नु भएको छ। हाम्रो भोलिन्टियरको संयोजक उपसंयोजक यी सबै देख्न सक्नुहुनेछ। मेरो ह्यान्डसम बाबु छ पछाडि देख्नु, भोलिन्टियर कार्ड लिएर बदाम खाइरहनु भएको छ। एकदमै यस्तो मजाले सबै हात समाएर त्यसो भए एकदम हेर्नु न। यो एउटा सानो क्लिप पनि बनाऊ, यो भिडियोको क्लिप बनाऊ, देख्न सक्नुहुन्छ। अगाडि रोशन लाइन बनाऊ, लाइनबद्ध तरिकाले बस्छ। लाइन बनाऊ बाबु, लाइन बनाऊ। ए माथि लाग्छ, माथि ए माथि हेर माथि एकैछिन विचार गर। ल ठिक छ ल लाइन बना, गोलो लाइन बना। बीच में जाओ। लाइन बना, लाइन ए बाबू लाइन बना, लाइन बिस्तार न छोड़ा हेमंत, न छोड़ा दीपक, न छोड़ा
लाइन लगा लाइन में नबा लाइन में चौगरा दुर्गा भगवती माताले यहाँ सबैको रक्षा गरून्। लाइनमा बस लाइनमा लाइन हाँसोमा प्रत्यक्ष लाइनमा छौँ हामी। यतिखेर दिपालसिडी नगरपालिका वार्ड नम्बर 2 खातीवडामा छौँ। खातीवडा मष्ट देवताको जात्रा जहाँ अष्टमी पुजिने गर्छ। यहाँले देख्न सक्नुहुनेछ दुर्गा देवी भगवतीले यहाँहरू सबैको रक्षा गरून्, कल्याण गरून्। लाइभलाई सेयर गर्न सक्नुहुनेछ। यहाँहरू सबैको कल्याण गरून्। देश तथा विदेशमा बस्नुहुने सबै दाजुभाइ दिदीबहिनीहरूको भगवती माताले रक्षा गरून्। लाइनमा छ भेरी गुड राम्रो छ बा लाइन हामी यतिखेर प्रत्यक्ष लाइनमा छौँ। दिपालसिडी नगरपालिका वार्ड नम्बर 2 खातीवडामा भएको दुर्गा देवी भगवती मष्ट जात्रामा छौँ र यहाँ सबैको कल्याण गरून्। लाइभलाई सेयर गरिदिनु होला ताकि देश विदेशमा रहने सबैले हेर्न सक्नेछन्। बेलुका हाम्रो लाइभ देउडा रहनेछ। यहाँहरूलाई प्रत्यक्ष जानकारी सक्नुहुनेछ। यतिखेर जात्रामाथि आइसकेको छ। यहाँले लाइनमा छौँ हामी प्रत्यक्ष लाइनमा छौँ। यहाँहरू देख्न सक्नुहुनेछ जात्रा सबै माथि आइसकेको छ। पछि पनि लाइन बसे बाटो छ बाटो
हो हिमन्त हो अरू पनि आऊ भाइ अरू किन आऊ उला आदमी देखो टेके काम के लग रहा यहाँ उत्तम 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 यहाँ यता 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 हो यता 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 तो मैले भने मान्नु नमान्नु त्यति मान्छे भेटेँ